यहाँबाट चाहिँ यो खोला चाहिँ यसरी खनेर लगेर चाहिँ व्यक्तिको जग्गामा जुन हाम्रो वार्ड सदस्य हुनुहुन्छ हरि राई उहाँको जग्गामा चाहिँ बालुवा स्टक भएको छ र त्यो व्यक्तिले गरे हो कि नगरपालिकाले गरे हो अहिलेसम्म जानकारी चाहिँ छैन। देख्न सक्नुहुन्छ तपाईँहरूले यसरी जेसीबी खोलामा हालेर चाहिँ खोलाको दहन गरेर व्यक्तिको जग्गामा चाहिँ बालुवा स्टक भएको तपाईँहरूलाई मैले अघि नै अर्को भिडियोमा पनि तपाईँहरूलाई खिचेको छु। र अहिले यो बिरिङ नदीको जुन बीच भागमा चाहिँ यसरी जेसीबी लगाएर कन्काई नगरपालिकाको जेसीबी लगाएर चाहिँ यसरी बालुवा खन्ने क्रम भइरहेछ यहाँ। र जनताले हामी डुब्यौँ भन्दा चाहिँ उसलाई जनता जाने जुन हिँड्ने बाटो छ बाटोमा चाहिँ 1-2 हाल्ने र व्यक्तिगत जग्गामा चाहिँ लगेर स्टक गर्ने प्रविधि तपाईँहरूले झापा कन्काई नगरपालिका वार्ड नम्बर 1 मा देखिसक्नु भएको छ। र हेर्नु होला यो दृश्य यहाँको जुन खोला उत्खनन गरेर चाहिँ व्यक्तिको जग्गामा लगेर चाहिँ खोलाको जुन ग्राभलहरू चाहिँ तपाईँको सही सदुपयोग नगरेर चाहिँ यो कन्काई नगरपालिका वार्ड नम्बर 1 मा चाहिँ भइसकेपछि चाहिँ हिजो एउटा न्युज जुन केशव कार्कीबाट न्युज आइसकेपछि चाहिँ अहिले हाम्रा कन्काई नगरपालिकाका वडाका जनप्रतिनिधि र नगरका सम्पूर्ण कर्मचारी साथीहरू सबैजना अनुगमनका लागि आउनु भएको छ। र हामीले चाहिँ बालुवा चाहिँ हरि राईको जग्गामा चाहिँ जुन वार्ड सदस्य हुनुहुन्छ स्थानीय सरकारका वार्ड सदस्य हरि राईको जग्गामा चाहिँ यसरी बालुवा स्टक गरेको भेटाइसकेपछि भिडियो किन खिचेको भन्दा त मलाई भन्नु पनि भएको थियो वडाध्यक्षज्यूले। र यो भिडियो चाहिँ अब किन खिचेको तपाईँहरूले हेर्न सक्नुहुन्छ भरे। र खोला उत्खनन गरेर खोलाको दोहन गरेर चाहिँ हिजो केशव कार्कीज्यूले पनि एउटा भिडियो हाल्नु भएको थियो। र अहिले त्यही भिडियो हेरेपछि मलाई पनि एउटा चासो लाग्यो, किनकि यहाँको जुन खोलाको ग्राभल उठाएर लगेर व्यक्तिको जग्गामा राख्न नमिल्ने हुँदा चाहिँ हामीलाई पनि एउटा स्थानीयवासी यहाँका हामी जनतालाई हिजो हामीले घर केही बनाउनु पऱ्यो भने चाहिँ बालुवा किनेर लाने अवस्था थियो। यही घर नजिकै खोला छेउमा किनेर लाने अवस्था थियो। र पनि यहाँका जनप्रतिनिधि चाहिँ जे गर्दा हुँदो रहेछ भन्ने चाहिँ हामीले यो प्रुफ तपाईँहरूलाई देखाउनलाई यसरी अघि बालुवा भएको भिडियो र यो जुन खोला उत्खनन गरेको भिडियो दुवै भिडियो एउटै पेजबाट आउनेछ कन्काई बालेन दुलालबाट। तपाईँहरूले देख्न सक्नुहुन्छ खोलाको हेर्नुहोस् दृश्य।